हेलो गुड इभिनिङ नमस्कार सन्चै आएर हुनुहुन्छ म पनि सन्चै छु तपाईँहरूलाई मेरो ब्लगमा स्वागत छ आज धेरै दिन पछाडि अलमोस्ट अब कति भन्ने अब हप्ता 10 दिन 1 महिना पछाडि पनि हुनसक्छ ब्लग लिएर आएको छु यसरी खिच्न होइन पाइँदैन नि त यो भाइ यहाँ मसँग ए लक्ष्मण दाई हुनुहुन्छ के छ लक्ष्मण दाई हालखबर ठिक छ मेरो सर्ट छ हो ए यता फेरि हाम्रो यी शिवराज दाई के छ दाइ ठिक छ कहाँ जानु लाग्यो हामी अब इभिनिङ वाक हो अब हामीले चाहिँ भन्न चाहिँ इभिनिङ वाक भनेर भन्ने छ है कता गइन्छ अब एकछिनपछि थाहा पाउनुहुन्छ तपाईँहरूले अहिले चाहिँ हामी हिँडिरहेको है द अन द वे हो अहिले एकछिनपछि तपाईँहरूले चाल पाउन सक्नुहुन्छ हामी कहाँ जाँदैछौँ भनेर है त गाइज हामी अहिले फुचेराको बाटोमा हिँडिरहेको छौँ हावा चलिरहेको छ यस्तो छ फुचेराको बाटो अनि कहाँ जानु दाइ घुमघाम हो भाइ भन्नु न भने एक ठाउँ त कतै त गइन्छ होला नि होइन अब त्यस्तो प्लानिङ गरेर हिँडेकै छ हो हाम्रो प्लानिङ सलानिङ केही पनि छैन आज दुईजना दाजुहरूकै छुट्टी रहेछ त्यही भएर हिँडेको खै कता बिजी गेम त फेरि हेर्दा नि हुन्थ्यो नि दाइ अहिले न्युजमा पनि थाहा भइहाल्छ कसले जित्छ कसले हार्छ भनेर टार्गेट सार्गेट छाडिदिने यार अब हामी चाहिँ कताको टार्गेट हो कताको डेस्टिनेसन हो होइन त्यो चाहिँ अब थाहा पाइराख्नु पाए जानिराख्नु पाए चाहिँ राम्रो हुन्थ्यो होइन त गाइज A few moments later. हामी चाहिँ अहिले नमस्ते रेस्टुरेन्टमा आइपुगेका छौँ अब हामी भित्र जान्छौँ है त गाइज घुमिफिरी हामी फेरि यहीँ आइसकेका छौँ हाम्रा नमस्ते रेस्टुरेन्टका यी मालिक नमस्ते आज त नमस्ते रेस्टुरेन्टमा हामी मात्रै रहेछौँ हामी मात्रै नमस्ते गर्न आएरहेछौँ आज त नमस्ते रेस्टुरेन्टमा हामी मात्रै नमस्ते गर्न आएरहेछौँ इभिनिङ वाक ल मैले टोपी खोलिसकेको अवस्था पसिनाले लुथ्रुकै भएँ म यता हाम्रो शिवराज दाइले हात धुँदै हुनुहुन्छ के छ त दादा हजुर इभिनिङ वाक डरै भयो नि त थकै लाग्यो भाइ के हेर्दै तपाईँ आइपिएल गेम कस्तो हुँदैछ बब्बाल के छ कसले जित्छ जस्तो लाग्दैछ तपाईँलाई भन्नुहोस् त ल के लिनु ल लिनु दिनुहोस् हाम्रो पानीपुरी आइसकेको छ यता हाम्रो पानीपुरी खाइसक्नुभयो उहाँले एउटा मात्रै खान्छु भन्दै हुनुहुन्थ्यो यहाँ 2-3वटा पिस गायब भइसक्यो शरीरलाई नि राम्रो ल अब तिमी सबै खाऊ भाइ एउटा म खान्छु सुक्खा भएर एउटा 3-4वटा त खाइहाल्नु भयो तिनवटा त खाइन्छ होइन दादा ल हाम्रो चाहिँ मोमो आइसकेको अवस्था यता खानु नि त है मोमो गेम हेर्न थालेर यहाँ दाइ चाहिँ बललै हुनुभयो यता नि गेम चलिरहेछ म त त्यस्तो साह्रो इन्ट्रेस्ट छैन म चाहिँ खाइदिइहाल्छु हेलो ल
राख राख ल भाइ ल ल What's up, bye? मोमो खाने होइन How are you enjoying your food, bro? धेरै टाइमपछि खाएको मोमो आज almost like ल ल राखेँ ल भाइ 2 years. त्यसो भए त अझै पो खानुपर्छ त नि Huh? त्यसो भए त अझै पो खानुपर्छ त नि ल राखेँ 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 मैले ल भाइ ल मोमोसँग खाएर नि अब सक्नु लाग्यो लास्ट फेरि हानेकै हो के गर्छ जस्तो